सम्मानमा अतिथि देव भव भन्दै छ नेपालको धारा। अतिथि देव भव भन्दै छ नेपालको धारा। स्वागत गर्छ हजुरहरूलाई, स्वागत गर्छ हजुरहरूलाई। ल्याउँदै पर्नु भन्दै पुनः एकचोटि सबैजना हात जोड्दा तालीबाट सम्पूर्ण अतिथिज्यूलाई स्वागत गर्ने हुँदैछ। आज हामीलाई बिहान खाजा सेवा समृद्ध अर्पण गर्न निमित्त स्वर्गीय आमा जमुना गुरुज्यूको 16औं स्मृतिमा हामीलाई 26 दिनको स्मृतिमा हामीलाई खाजा सेवा समृद्ध अर्पण गर्न निमित्त यहाँ उपस्थित छोरा उपस्थित भइदिनुको लागि सादर अनुरोध छ। सबैजना जोडदार ताली बजाइदिनुहुनेछ। र त्यस्तै गरी छोरा हुनुहुन्छ लोकमान गुरुज्यूलाई पनि सादर अनुरोध गर्न चाहन्छु। र त्यस्तै गरी छोरा हुनुहुन्छ सुरेश गुरुज्यूलाई पनि परिचय भइदिनुको लागि त्यसै गरी छोरा हुनुहुन्छ आनन्द गुरुज्यू यहाँलाई पनि परिचय भइदिनुको लागि सादर अनुरोध गर्न चाहन्छु। र त्यसै गरी छोरा हुनुहुन्छ अर्जुन गुरुज्यू यहाँलाई पनि परिचय भइदिनुको लागि म सादर अनुरोध गर्न चाहन्छु। र त्यसै गरी बुहारी हुनुहुन्छ इन्द्र गुरुज्यू यहाँलाई पनि योग्य हुनुहुन्छ उहाँलाई पनि यही पनि सम्झिन चाहन्छु। त्यसै गरी बुहारी हुनुहुन्छ धनकुमारी गुरुज्यू यहाँलाई पनि परिचय भइदिनुको लागि सादर अनुरोध गर्न चाहन्छु। सबैजना जोरदार ताली बजाइदिनुहुनेछ। र त्यसै गरी बुहारी हुनुहुन्छ शान्ति गुरुज्यू यहाँलाई पनि परिचय भइदिनु आमालाई प्रोत्साहन गरिदिनुको लागि पनि म अनुरोध गर्न चाहन्छु।
गर्नुभन्दा अगाडि कुनै पनि पुडित कार्य गर्नुभन्दा अगाडि हामी अगाडि रहेको पानसमा दीप प्रज्वलन गरेर मात्रै पुडित कार्यलाई अगाडि बढाउनेछौँ। यहाँ अगाडि रहेको पानसमा दीप प्रज्वलन गरिदिनुको लागि छोरा हुनुहुन्छ खुसीमान गुरुङज्यू लगायतमा सम्पूर्ण परिवारलाई नै उपस्थिति भइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। सबैजनाले सहजीकरण गरिदिनुहुनेछ र सबैजनाले भन्नुहुनेछ ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। ओम भूर्भुवः स्वः। सबैजनाले जोरदार ताली बजाइदिनुहोस्। धेरै धेरै धन्यवाद, धेरै धेरै साधुवाद। आज विशेष गरेर स्वर्गीय आमा जमुना गुरुङज्यूको 26औं दिनको पुण्य स्मृतिमा हामीलाई बिहानको खाजा सेवा सप्रेम अर्पण गर्नको निमित्त सम्पूर्ण परिवार यहाँ गएकोमा उपस्थिति रहेको छ। अब हामी सबैजना परिवार मिलेर स्वर्गीय आमा जमुना गुरुङज्यूको आत्माको चिर शान्ति र वैकुण्ठवासको लागि 1 मिनटको मौन धारण गर्नेछौँ। मौन धारणका लागि सबैजना उठिदिनुको लागि म अनुरोध गर्न चाहन्छु र त्यसै गरी हाम्रो सक्ने आमाहरू पनि सबैजना उठेर मौन धारणमा शान्त भएर 1 मिनट रहिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। सबैजना उठिदिनुहुनेछ र सबैजना शान्त भइदिनुहुनेछ। समय धेरै धेरै धन्यवाद सम्पूर्ण परिवारलाई। सबैजना आफ्नो यता स्थानमा बसिदिनुहुनेछ। आज विशेष गरेर हामीलाई स्वर्गीय आमा जमुना गुरुङज्यूको 26औं दिनको पुण्य स्मृतिमा बिहानको खाजा सेवा सप्रेम अर्पण गर्नको निमित्त सम्पूर्ण गुरुङ परिवार यानि कि उहाँको सम्पूर्ण छोरा छोरी बुहारी लगायत सम्पूर्ण परिवार यहाँ गरिमा उपस्थिति रहेको छ। यहाँहरूलाई म धेरै धेरै धन्यवाद साधुवाद आभार व्यक्त गर्न चाहन्छु। एउटा भनाइ छ, हारहरूमा होइन जीवन जितहरूमा फुलाउनु पर्छ। हारहरूमा होइन जीवन जितहरूमा फुलाउनु पर्छ। आफू बाँचेको सुन्दर कहानी भावी पुस्तालाई सुनाउनु पर्छ। आफू बाँचेको सुन्दर कहानी भावी पुस्तालाई सुनाउनु पर्छ। आज आदरणीय आमा जमुना गुरुङज्यूले गरेको पुण्य कार्यहरूकै कारणले गर्दाखेरि आज हामीमाझ आदरणीय आमा नभए तापनि उहाँको पुण्य कार्यहरूलाई सम्झेर उहाँले गर्नुभएको पुण्य कार्यहरूलाई स्मरण गरेर आज छोरा छोरी बुहारी लगायत सम्पूर्ण परिवार यसरी पुण्य स्थलमा सेवा गर्नुपर्छ भावले भनेर यहाँ जोडिनु भएको छ। म सम्पूर्ण परिवारप्रति म आभार व्यक्त गर्न चाहन्छु। आज विशेष गरेर छोयपाटन सेवा केन्द्रमा रहनुभएका लक्ष्मी आमाहरूलाई 90 जना जसको कोही छैन जसको केही छैन जो खाना नाना र छाना गवा भएर सडक पेटिकामा नै कष्टकर जीवन बिताउनका लागि विवश हुनुभएका आमाहरूको लागि बाबु नानीहरूको लागि आज खाजा सेवा गराउनु भएको छ। भोजनदान भनेको एक जीवनदान हो। यसरी सम्पूर्ण गुरुङ परिवारको उपस्थिति रहेर सम्पूर्ण आमाहरूलाई जीवनदान दिनुभएको छ। यहाँको सम्मानमा एकचोटि सबैजनाले जोरदार ताली बजाइदिनुको लागि सादा अनुरोध गर्न चाहन्छु। र त्यसै गरेर स्वर्गीय आमाको स्मृतिमा आज उहाँलाई सम्झेर यहाँ खाजा सेवा गराउनको निमित्त छोराछोरी बुहारी सम्पूर्ण परिवारको उपस्थिति रहेको छ। सम्पूर्ण परिवारकै प्रतिनिधित्व गर्दै छोरा हुनुहुन्छ खुसीमान गुरुङज्यू यहाँलाई यसरी आमाको सम्झनामा खाजा सेवा गराउँदै गर्दा कस्तो अनुभूति भइरहेको छ आफ्नो भावनाहरू आफ्नो मन्तव्य राखिदिनुको लागि म सादर अनुरोध गर्न चाहन्छु। सबैजनाले जोरदार ताली बजाएर यहाँलाई स्वागत गरिदिनुहुनेछ। धन्यवाद जोसफ बहिनी। छोरी भन्नु जस्तो लाग्छ मलाई, किनभने मेरो छोरी पनि अब ठुलो भइसकेको छ, गर्दाखेरि छोरी नै भन्न चाहन्छु म। सर्वप्रथममा त सम्पूर्ण आमाहरू दिदीबहिनीहरू बाबु नानीहरू सम्पूर्णमा हाम्रो सम्पूर्ण परिवारको तर्फबाट यहाँहरू सबैलाई नमस्कार साथै जय मानव सेवा आश्रम। सर्वप्रथममा त यहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु, किनभने एकदमै छोटो समयमा हामीलाई हाम्रो अनुरोधलाई चाहिँ हजुरले स्वीकार गरिदिएर आज
हाम्रो आमाको 26औं पुण्यतिथिमा केही पुण्य भने पनि हामीले सेवा गरेर केही पुण्य प्राप्त गरौँ कि भन्ने आशयले चाहिँ हामी यहाँ उपस्थित भएका छौँ। अनि त्यसको लागि म सम्पूर्ण व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरूलाई म धन्यवाद दिन चाहन्छु। हाम्रो आमाले पनि पहिला उहाँको 84औं जन्म तिथिमा चाहिँ नि यहाँ केही जिन्सीहरू चाहिँ नि उहाँले प्रदान गर्नुभएको थियो। तर त्यतिखेर म यहाँ थिइनँ। मेरो बहिनी अनि ज्वाइँ आएर चाहिँ नि यहाँनिर हजुरहरूलाई चाहिँ नि खाटहरू होइन खाटहरू चाहिँ नि दिएका थियो। गर्दाखेरि फेरि पनि हामीलाई यो त्यसैलाई नै फेरि दोहोऱ्याएर आमाको स्मृतिमा केही पुण्य आर्जन गर्ने हाम्रो मनसा भयो। त्यसैले चाहिँ नि हामी छोटो समयमा फेरि हिजो मात्रै मैले यहाँका समितिसँग चाहिँ नि वार्ता गरेर उहाँसँग चाहिँ नि छोटो समयमा हामीले अनुरोध गरेर केही खाजा अथवा भोजन दिने हाम्रो मन आयो। गर्दाखेरि त्यसमा चाहिँ नि हजुरहरूले चाहिँ नि एकदम छोटो समयमा पनि तपाईँहरूले स्वीकारेर यसरी हामीलाई पुण्य आर्जन गर्ने मौका दिनुभयो। त्यसको लागि चाहिँ नि सम्पूर्ण व्यवस्थापन समिति साथै यहाँहरू आमाहरू दिदीबहिनीहरू सम्पूर्ण चाहिँ हाम्रो सम्पूर्ण परिवारको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। आमाको जुन चाहिँ अहिलेको यो सुखवती भवनको यात्रा छ अवश्य पनि यस पुण्यले अलिकति भने नि उहाँको यात्रालाई सहज गराइदिने छ भन्ने चाहिँ हामीलाई पूर्ण विश्वास लागेको छ। अनि यहाँहरूको विशेष गरेर हामीले के भन्न चाहन्छौँ भने हाम्रो परिवारको तर्फबाट यहाँहरूको सुस्वास्थ्य होस्, दीर्घायु होस् अनि यहाँहरूको जति पनि समस्याहरू छ, जति पनि तपाईँहरूको अप्ठ्यारोपनहरू छ त्यसमा चाहिँ नि उत्तरोत्तर प्रगतिको कामना गर्दै हामी सम्पूर्ण परिवारबाट हजुरहरूलाई भगवान्प्रति चाहिँ हामी प्रार्थना गर्न चाहन्छौँ। सायद आमाले पनि माथिबाट हजुरहरूलाई आशीर्वाद दिइराख्नु भएको छ जस्तो लाग्छ मलाई। र हजुरको यो जुन आश्रम छ यो आश्रमले धेरैको उद्धार गरेको हामीलाई महसुस भएको छ। र यसरी नै अरू अन्य दाताहरू पनि आएर सहयोग गरिदिनु भने चाहिँ नि म यसै मञ्चबाट अनुरोध पनि गर्न चाहेँ। म धेरै बोल्न चाहेन गर्दाखेरि हजुरको सायद ब्रेकफास्ट पनि अब सेलाइसक्यो होला। गर्दाखेरि फेरि पनि पुनः यहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै अनि यो छोटो समयमा हजुरहरूले हामीलाई एउटा पुण्य आर्जन गर्ने मौका दिनुभयो त्यसको लागि सम्पूर्ण व्यवस्थापन समितिका साथीहरूलाई म हार्दिक धन्यवाद दिँदै यहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। धेरै धेरै साधुवाद आदरणीय बुवालाई अत्यन्तै सुन्दर तरिकाबाट आफ्नो शुभभावनाहरू हामी माझ राखिसक्नु भएको छ। र स्वर्गीय आमा उहाँले आफ्नो 84 पूजाको अवसरमा पनि हामीलाई दान गर्नुभएको रहेछ। उहाँप्रति हामी नमन व्यक्त गर्न चाहन्छौँ र उहाँको आत्माको चिर शान्ति र वैकुण्ठवासको लागि पनि हामी सदैव मानव सेवा आश्रम परिवार भगवानसँग प्रार्थना गर्ने नै छौँ। र त्यसै गरी शोकमा पर्नुभएका सम्पूर्ण परिवारलाई भगवानले धैर्य धारणा गर्ने शक्ति प्रदान गरून् भन्न चाहन्छु। र त्यसै गरी आज हामीलाई यसरी बिहानको खाजा सेवा गराउनु भएको छ। उहाँहरूले आमाको सम्झनामा उहाँलाई सम्झिएर उहाँको वैकुण्ठवासको लागि भनेर उहाँहरूले खाजा सेवा गराउनु भएको छ। छोराछोरीहरू यहाँ थोरै उपस्थिति नरहेको पनि यहाँ जानकारी प्राप्त भएको छ। उहाँहरू सबैजना म यहीँबाट सम्झिन चाहेँ। र यहाँ उपस्थिति भएर सम्पूर्ण परिवारको तर्फबाट एकदमै नजिकबाट मानव सेवा आश्रम परिवारलाई निहाल्नु भएको पनि मलाई अनुभव भएको छ, अनुभूति भएको छ। र आगामी आउने दिनहरूमा पनि यस्तै यहाँहरूको साथ सहयोग र हामीलाई प्रेरणा प्राप्त भइ नै राख्नेछ भन्ने मलाई अपेक्षा पनि छ। हस् धेरै धेरै धन्यवाद, साधुवाद, आभार म व्यक्त गर्दै स्वर्गीय आमाको आत्माको चिर शान्ति र वैकुण्ठको वासका लागि साथै यहाँ उपस्थित भएर भोजन दान गराउनु हुने सम्पूर्ण परिवारको म भन्न चाहन्छु सम्पूर्ण परिवारको तन स्वस्थ होस्, मन निर्मल रहोस्, स्वच्छ रहोस् भावना। सम्पूर्ण परिवारको तन स्वस्थ होस्, मन निर्मल रहोस्, स्वच्छ रहोस् भावना। यहाँहरूको अझै बढी उन्नति होस्, प्रगति होस्, सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको लाख शुभकामना भन्न चाहन्छु। धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र त्यसै गरी अब हाम्रो मानव सेवा आश्रमको परम्परा अनुसार हामी कुनै पनि भोजन
ग्रहण गर्नुभन्दा अगाडि चाहिँ हामी पहिला प्रार्थना प्रतिबद्धता गरेर मात्रै खाजा सेवा स्वीकार गर्नेछौँ। यसको लागि सबैजना उठिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। सबैजना आफ्नै स्थानबाट उठेर यस प्रार्थना प्रतिबद्धतामा सहभागी भइदिनुहुनेछ। सर्वप्रथम सबैजनाले आफ्नो दुई हातलाई जोडिदिनुको लागि म अनुरोध गर्दछु। आँखा पनि बन्द राखिदिनुको लागि सादर हुनुहुन्छ। मानव सेवा आश्रमको संस्कृति अनुसार कुनै पनि शुभ कार्यहरू प्रारम्भ गर्नु पूर्व हामी सामूहिक प्रार्थनामा सहभागी हुने गर्छौँ। यो प्रार्थना कुनै धर्म, जाति, सम्प्रदाय विशेष प्रार्थना होइन। हामीलाई जुन स्वरूपप्रति आस्था र विश्वास छ कुनै स्वरूपलाई स्मरण गरेर पनि प्रार्थनामा सहभागी हुन सक्नुहुनेछ। ईश्वरीय सत्ताप्रति विश्वास छैन भने प्रकृतिलाई सम्झेर प्रार्थनामा सहभागी हुन सक्नुहुनेछ। हामीलाई यस धरतीमा ल्याउन माध्यम हुनुभएका जन्म दिने माता पिता र हामीलाई अन्धकारबाट उज्यालोतर्फ उन्मुख गराउनुहुने गुरुजनलाई पनि स्मरण गरेर हामी यस प्रार्थनामा सहभागी हुन सक्नुहुनेछ। म प्रार्थनाको शब्दहरू हृदयको अन्तष्टीकरणबाट सहजीकरण गर्नेछु। प्रत्येक शब्दलाई हजुरहरूले पनि हृदयबाटै महसुस गर्नुहुन साधन अनुरोध गर्दछु। गर्न नगर्न जे पनि गर्न तिमी सक्छौ प्रभु। सृष्टि स्थिति प्रलयको संसार रन्छौ। वन्दना गर्छु विनीत भई सम्मान देखाऊ। एक ईश्वर अनेक नाम मिलेर बस्ने सद्मति बढाऊ। एक ईश्वर अनेक नाम मिलेर बस्ने सद्मति बढाऊ। हे ईश्वर, हे परम शक्ति, हे परमात्मा, तिमीलाई के नामले पुकारौ। सत्य तिमी नै हौ, सनातन तिमी नै छौ। तिमी एक भएर पनि अनेक नामले पुकारिन्छौ। सबमा खटखटवासी तिमी छौ। तिमी जताततै छौ, यहाँ छौ, वहाँ छौ, सर्वत्र छौ। जल स्थल नभ सबतिर तिमी छौ। दुःखको कुरा अज्ञानता र महत्त्वताको कारण बुद्धि विवेकले सम्पन्न भएर पनि तिमीप्रति मनुष्य कृतज्ञ हुनुको सट्टाह कृतान्त छ। अतः यो अज्ञानताको कालो बादललाई हटाउने प्रेरणा देऊ। हे ईश्वर, यस्तो कृपा गर तिमीलाई सर्वत्र देख्न सकौ। प्राणी मात्रलाई तिम्रो रूपमा ग्रहण गर्न सकौ। पर सेवालाई ईश्वर सेवा सम्झन सकौ। लिनेभन्दा बढी त्याग्न सकौ। आफ्नो स्वार्थलाई पछ्याई निस्वार्थतामा रहन सकौ। आफूमा भएका जति पनि अवगुणहरू छन्, काम, क्रोध, लोभ, मोह, घमण्ड, अहङ्कार आदि छन्, तिनको बदला सत्य, न्याय, अनुशासन, दया, माया, करुणा, अहिंसा जस्ता मानवीय गुणहरूलाई आत्मसात गरी यो अमूल्य जीवनलाई सर्वोत्कृष्टतातर्फ, दिव्यतातर्फ, सामाजिक भावनातर्फ उन्मुख गराउन सकौ। शान्ति, सद्भाव र आनन्द प्राप्त गर्न सकौ। पहिले स्वयं आफू बदल्यौ, त्यसपछि परिवार, समाज, राष्ट्र अनि विश्वलाई नै बदल्न सक्ने क्षमता आर्जन गर्न सकौ। धर्मनन्दता, रूढी, अन्धविश्वास, विकृति र अज्ञानतालाई कदैव प्रोत्साहन नदिऊ। यो सृष्टि सबैको लागि वरदान हो। मिलेर बस्न सक्ने उदार, विशाल आत्मीय गुणहरू विकसित गर्न सकौ। बदल्न सक्ने विषयवस्तुहरूलाई बदल्न सक्ने शक्ति र बदल्न नसक्ने विषयवस्तुहरूलाई स्वीकार गर्न सक्ने शक्ति, बुद्धि र विवेक हामीलाई हजुरबाट प्राप्त होस्। आजदेखि उता राम्रो कुरा हेर्न पाऊँ, राम्रो बोली बोल्न पाऊँ, राम्रो कार्य गर्न पाऊँ। चिताएको कुरा पुगोस्, देशमा शान्ति छाओस्, जगमा शान्ति छाओस्, हामी प्रत्येकको मनमा शान्ति छाओस्। सबैको मङ्गल होस्, सबैको कल्याण होस्। प्राणी मात्र हित होस्, विश्वको जय होस्, विश्वको जय होस्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। लोका समस्त सुखिनो भवन्तु, समस्त लोका सबै प्राणीहरू खुसी हुनु। प्रार्थनामा सहभागी हुनुहुने सबैलाई धेरै धेरै साधुवाद। अब सबैजनाले जोडिनु भएको हातलाई एक आपसमा घर्षण गर्नुहुनेछ
र हातबाट उत्पन्न भएको तापलाई सकारात्मक आरती र ऊर्जा जस्तै महसुस गर्दै आफ्नो दुई नयनमा लगाउँदै समय लिएर आँखा खोलिदिनुहुनेछ र सबैजनाले हात माथि गरेर जोरदार ताली बजाइदिनुहुनेछ र सबैजनाले भन्नुहुनेछ जय मानव सेवा। सबैजनाले हात माथि गरेर भन्नुहुनेछ जय मानव सेवा। जय मानव सेवा। सबैजनाले 3 चोटि पुर्याउनुहुनेछ जय मानव सेवा। जय मानव सेवा। जय मानवता। जय मानवता। धेरै धेरै धन्यवाद। सम्पूर्ण परिवारलाई सबैजना आफ्नो यथास्थानमा बस्न दिनुको लागि म अनुरोध गर्न चाहन्छु र त्यसै गरी हाम्रो खाजा पनि अगाडि आइसकेको छ। यो खाजालाई तयारी गरिदिनुको लागि म सम्पूर्ण टिमलाई अनुरोध गर्न चाहन्छु र त्यसै गरी खाजा तयार भइसकेपछि हाम्रो अतिथिज्यूहरूकै हातबाट सम्पूर्ण आमाहरूलाई दिनुको लागि म अनुरोध गर्दै आज भोजन खाजा सेवा गराउनुहुने सम्पूर्ण परिवारको जय जय होस् भन्दै म आजको यो छोटो कार्यक्रमलाई यही समापन गर्न चाहन्छु। हस्, धन्यवाद। जय मानव सेवा, जय मानवता, शुभ समय। राम राम।
है राम्रोसँग खानुहोस् राम्रोसँग केटा भयो उतातिर खानुहोस् है राम्रोसँग चिया चिया आउँदैछ चिया आउँदैछ है ल्याउँदैछ ल्याउँदैछ उता उताबाट दिनु त्यो काइलावाला दियो पुगेको हो यहाँ अलिकति लास्ट रहेछ ल धान्दैन होला नि म खिच्दैछु म यहाँ अङ्कल हो अङ्कल बिचारो ल हेलो गर्दै हेलो दिदी आऊ रे ल उसको टोपी हो तिम्रो नाम के हो बिचारो ओइ फेरि यसले के ल्यायो के थियो के थियो के थियो हेलो गर को यो ल खै पिङ खेल उता हेर पिङ खेल ओ लाग्ला लाग्छ ल ल ल खेल अब ल खेल आँखा देख्नु भन्ने ल आफ्नो पक्षको रहेछ कुन दबाई कति आफै सफा गर्दै हुन्छ आमाहरू सफा गरेर आफै भाँडा धुँदै चिटिक्क पारेर जहाँ घाममा सुकाउनु